हेलो गुड मर्निङ धोबी चाहिँ अब आज चहल पहल राष्ट्रपति रनिङ सिलमा सब भिडभाड हुँदैछ है। बच्चाहरू बिहान बिहान सब सपिङ गर्दैछ। आज राष्ट्रपति रनिङ सिलको दिन। ओ म्यान मर्निङ के हो आज? अनि बिहानै छ त आज। अनि मेरो त भ्लग आइहाल्छ नि सधैँ। आजको चहल पहल एकदम राम्रो छ। घामको दिन सुरुवात। ओ यार सुर्स पनि कहिले हो? आमा के हो केटा, कहिले हो? अनि के खबर सबर केही छैन? भेट्न आएनछ? अनि आइहाल्छ। अनि अब यहाँबाट त्यहाँसम्मको त दिन पऱ्यो नि। आजको एकदम चहल पहल छ घाममा। ल यो चाहिँ आजको राष्ट्रपति रनिङ सिलको टाइम। मर्निङ मान्छे चहल पहलमा हो, पुरै भिडभाड छ, पुरै चिसोमा लक 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 कामदै कोही सबैजना। आमा कति भिड रहेछ है। जता जतै चहल पहल छ है धोबी चाहिँ हिजो आज। म चाहिँ सर र भ्लग बनाउँदै दुध लिन जान लागेको छु। चिसोमा बिहानै भाँडा माझ्दै हुनुहुन्छ दिदी चाहिँ। हेलो मर्निङ। मर्निङ मामा मर्निङ। के छ सम्झी? ठिकै छ। म यसो दुध लिन जानु पऱ्यो भनेर दुध लिनलाई चहल पहल हेर्दै आएको। भ्लगर मिनी भ्लगर आउँछ। मिनी भ्लगर अहिले टिकटकमा। है पानी बोक्दै हुनुहुन्छ। चिसो पानी छ के हावा पनि स्याहार त्यस्तै। धोबीको बस पार्कमा चहल पहल छ आज। यताभन्दा तल चाहिँ अहिले चहल पहल छ। यता त सुनसान छ त है बढी। हेलो गङ्गा सर मर्निङ। मर्निङ मर्निङ। ओके आज के छ? चहल पहल छ त अनि। हेलो दादा मर्निङ। हेलो मर्निङ मर्निङ। मर्निङ 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 गुड मर्निङ नमस्कार नमस्कार नमस्कार। चिसो मौसममा तातो भ्लग। तू ही तो जन्नत मेरी। केटा केटा गुडा लु गुडा गुडा गाडी गुडा। गुडा नानी कसले हाने? तेरो ओठमा कसले हाने फेरि? लु भन्छ खै ओठ यी गर्दा। ल कसले हान्यो? लडेको? अनि तेरो त मुखै टेढो भएछ त। मुखै टेढो भएछ त। ल कसले ठोक्यो? कसले भ्याक्कै हान्दियो? हेट खत्तम गरेछ नि केटा यार। ल जाउँ आइज जाउँ। हेलो जन्जिल दादा मर्निङ। हेलो ठाकुर। ओ ठाकुर नमस्कार। हेलो फुयाल सर मर्निङ। के छ सर? आराम नि? भ्लगर हो नि नानी, हेर न अहिले। खोइ यहाँ त साउजी चाहिँ कहाँ गयो? दुध दिन आएको मान्छे त यार। धोबी डाँडाको रनिङ सिल हुने डाँडा चाहिँ त्यता हो। म अब यहाँबाट उता गएन। नानीहरू पनि खतरा भ्लगमा आउने भयो आज। ओ बुढा मर्निङ। हाम्रो सर चाहिँ यहाँ ड्युटीमा हुनुहुन्छ है। बिहान बिहानै भ्लग बनाउँदै हिँड्छु नि। यहाँबाट चाहिँ सररै मान्छेहरू यसरी हिँड्दैछन् होइन। सुनु आजको दिन रनिङ सिललाई चाहिँ रनिङलाई चाहिँ चाहिन्छ, दौडिनेलाई चाहिँ। तिनीहरू चाहिँ यस्तो चिसोमा हिरिक हिरिक भएर ठहरै सोध्छ है। सुरुको दिन जतिखेर गरे नि भने यार दादा। हेलो सर मर्निङ।
एकदम आराम हजुर। कति आज कति बजे 7 बजे 7 बजे कुदाउने हो 7 बजे कुदाउने त फोन आउनु पर्यो त आउँदैन त 7:30 मा आउँछ तपाईँलाई। त्यही त गाडी त हटाउनै साइड लाउँदैछ सबले चाँडै निधाल छोडेछ। ओ गुड मर्निङ है म्याम। ल है धोबीको गाडी छुट्यो अब सर र दादा होइन हाम्रो गाडी पनि आउँदैन नि त फेरि आउँदै होला। होइन हाम्रो गाडी अगाडि कुद्ने हो नि त ए ए गाडी कि बाइक? बाइकमा हो कि गाडी कुदाउने बाइकमा चाहिँ ठिक हुन्छ होला। जे गर्छ हाकिमको कुरो फर्स्टमै रनिङ राख्यो र ए हो त चिसोमा कायल भने आइज आइज लु आइज तेरो ओठ कले हानिहालेछ तेरो मुख कले हानेर केटा मुखमा मुखै बाङ्गो बनाइदिएछ नि तेरो यार। ल मुख बाङ्गो भएको छैन भन्दा तेरो। ओ बलजमजी मर्निङ मर्निङ। भगमा सबैजना निकाल्नु पऱ्यो नि दादा। आइज 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 यता हेर यता हेर यता हेर दौडी 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 है गर अब मुख बाङ्गो बनाइदिइ हाले कुन चाहिँले हानेर। ल कसले हानेको भन्दा फक्कै हान्दियो फक्कै खत्तम गरे जाने केटालाई खत्तम गरे जाने फक्कै हानेर। ल आजको भ्लग चाहिँ मेरो यति नै हो। अन्तिमसम्म हेर्नु होला। लाइक सेयर सब्सक्राइबर सब गर्न नभुल्नु होला एडी भिक्टरलाई। यो हो धोबीको 6 बजे मर्निङको सो भ्युज। घाम आइसक्यो यसरी 6 बजे 7 बजे के को 6 बजे भ्लगमा जति भन्यो नि भने बुढा 7 बजी भन्दियो नि भर्खर 6 बजेर 45 मिनट गयो।